अप्रिल फुल किन मनाइन्छ? यो परम्परा 16औं शताब्दीमा सुरु भएको भनिन्छ। जब अप्रिल फुल किन मनाइन्छ आज मेरो मनमा पनि एकदमै खुल्दुली भएर त्यसपछि के रहेछ त भनेर हेरेँ होइन। यसपालिबाट त मैले हरेक चाडपर्वहरू त किन मनाइन्छ भनेर त्यसको त्यो हुन्छ नि पृष्ठभूमि हेर्छु होइन, कारणहरू हेर्छु होइन। अनि त्यसपछि आज पनि हेरेँ, बल्ल थाहा भयो। अनि त्यसपछि सबभन्दा पहिला त एकदमै बी केयरफुल है। आज जो कुनै पनि अब जस्तै आफ्नै बुढाबुढी, बोयफ्रेन्ड गर्लफ्रेन्ड, साथीहरू, आफन्तहरू जो भए पनि होइन, कहिलेकाहीँ त त्यो हुन्छ नि यो मान्छेले त त्यस्तो गर्दैन भनेर त्यो मान्छेको अपेक्षा नै नगरेको मान्छेले पनि गरिदिरहेको हुन्छ क्या। त्यही भएर अलि बी केयरफुल आजको दिन चाहिँ होइन। अनि आज त म एउटा कहानी सुनाउँछु अप्रिल फुलको। म चाहिँ होइन यो के भन्छ यता आइकन पनि हुन्छ नि कति पछाडि चाहिँ जस्तै त्यही त हो नि होइन, काम अनि त्यसपछि स्ट्रेस अनि पढाइ अनि सबै गरेर मैले बिर्सिछु आज अप्रिल 1 हो भनेर होइन। अनि त्यसपछि बिर्से पछाडि चाहिँ अनि त्यो दिन म पनि एकचोटि नमजाली परेको छु होइन, नमजाली नै रुनु हाँस्नु परेको छु। अनि त्यसपछि काममा गएको थिएँ अनि कामसाम सकियो अनि घर आएँ। घरमा आएर मेरो एउटै सिटीमा बस्ने साथीले मलाई फोन गरेर मलाई त इमर्जेन्सी परेको छ, म त इमर्जेन्सी परेर म अहिले मेरो हस्पिटल जाँदैछु, तिमी यहाँ होइन हस्पिटलमा आऊ भनेर भन्यो। अनि त्यसपछि म त पत्याएँ कि होइन। अब त्यो काम यताउताको उसमा मैले त्यो बिर्सेको थिएँ क्या, त्यो अप्रिल 1 भनेर बिर्सेको थिएँ। अनि त्यसपछि मैले ओके त्यसो हो भने त म त तिम्रो घरमा किन आउनु र म त सिधै हस्पिटल आउँछु, कुन हस्पिटल भन भनेर भने। अनि उसले भन्यो यो हस्पिटल भनेर भने। अब म पनि पुरा अब सिल्ली मान्छे, अब त्यो यो हस्पिटल भनेर इमर्जेन्सी परेर गइसकेको छ भने त उसले मलाई कसरी भन्न सक्यो त होइन। अनि त्यसपछि अनि पत्याएँ। अनि म त छिटो गएँ क्या, छिटो अब हतारमा हस्पिटल गएँ। गएर अनि त्यसपछि फोन गरेँ अनि फोन लाग्दैन। अनि सबै भइसक्यो, केही लाग्दैन होइन। अब अनि त्यसपछि सोचेँ अब उता इमर्जेन्सीमा आएको छ, लाइक अब फोन अब साइड लगाएर राखेँ नि त हुनसक्छ नि त होइन। ऊ बोल्न सकेर ऊ कता पो छ, कुन स्टेसनमा छ, कता पो छ भनेर त्यसपछि त्यो हस्पिटलको इन्फर्मेसनमा गएर सोधेँ होइन। यो नाम गरेको आज इमर्जेन्सीमा ल्याएको छ अरे, कुनमा राखेको छ अथवा के छ भनेर सोधेको। त पहिला त तिमी को भनेर भन्यो। अनि त्यसपछि जसले पाएँ त्यसलाई त इन्फर्मेसन दिँदैन नि त। अनि त्यसपछि मलाई केही पनि दिएन। अनि त्यसपछि नदिसके पछाडि हुन नि हो होइन, हाम्रो यहाँ अथोरिटी हुँदैन यो इन्फर्मेसन दिनलाई। म कोही हो उसको कोही हो भनेर भनिसकेपछि बल्ल दिन्छ क्या होइन। अनि